साथीहरु तपाईहरु भन्नुहुन्छ नि सबैभन्दा सजिलै हुर्काउने त्यति धेरै पानी पनि युज गर्न नपर्ने त्यति धेरै दुःख पनि गर्न नपर्ने जंगली जनावरले पनि केही नगर्ने खेती के गर्ने भनेर सोचिरहनु भएको छ भने टिमुर खेती गर्नुस्। हेर्नुस् यो टिमुर एकदमै राम्रो हो मसलाको लागि। अहिले त टिमुरको बजार एकदमै धेरै छ। तपाईको टिमुरको बजार भोलि गएर तिब्बतलाई दिनु सक्यो भने चाइनालाई दिनु सक्यो भने त नेपालको टिमुर ल यस्तो भाव पाउँछ, यति धेरै भाव पाउँछ। तर बिस्तारै बिस्तारै पाउँछ, बिस्तारै बिस्तारै जान्छ नै होला, विदेश पनि यो निर्यात हुन्छ। यस्तो धेरै राम्रो छ यसको बजार। टिमुर बिना अब टिमुरको अचारै हुन छोडेछ अहिले अब नेपालमा पनि। तपाईले हरेक मोमो पसल होस् अथवा जेसुकैमा जानुहोस् टिमुर बिनाको अचार पाउनुहुन्न, टिमुर नलागेको अचार पाइँदैन। त्यो भएर टिमुरको यथा सम्भावना छ। बाँदरले पनि खाँदैन, जंगली जनावरहरूले केहीले दुःख दिँदैन, गाईबस्तुले पनि खाँदैन। यो टक्क लगेर रोपिदिनु भयो भने अर्को सालदेखि फल्न थाल्छ। 2 वर्ष त फलि नै जान्छ। त्यति धेरै स्याहार सुहार पनि गर्नु पर्दैन। अलिकति झारहरुमा चाहिँ सुरुमा बिरुवामा अलिकति गोडमेल गरिदियो भने पुग्यो। धेरै मेहनत नगरी धेरै पानी नचाहिने असार साउनमा रोपिदिनु भयो भने जेठ असार अहिले रोपिदिनु भन्दा पनि हुन्छ। जेठ असार रोपिदिनु भयो भने टनक्कै अर्को साल एक मान्छे भइजान्छ, अर्को साल फलिजान्छ। ल यो छ है नयाँ एकदमै बिरुवा जति चाहे पनि एउटा बिरुवाको मात्र 100 रुपैयाँ एउटा पोलीको। यो रोपेको 2 वर्षदेखि फल्छ ग्यारेन्टी। ल साथीहरु कन्ट्याक्ट गर्नुहोस् है त। मेरो नम्बर 9860 274054 ललितपुर गोदावरी वार्ड नम्बर 1 दमैटार। ल त्यो लगायत चाहिए जति सबै प्रकारको फलफुलको बिरुवा पाउँछ। बुद्ध चित्तदेखि ल्याएर एभोकाडो, नासपाती, स्याउ, सुन्तला अल नेपाल डेलिभरी। हस्त नमस्कार।